नमस्ते विद्यार्थी भाइ बहिनी, आज चाहिँ हामी भ्यालुज अफ ट्रिग्नोमेट्रिक रेसियो पढ्नेछौँ र हामी फिङ्गर ट्रिक्सबाट पढ्नेछौँ। अब धेरैजसो विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ कस्तो हुन्छ भनेपछि हामीलाई चाहिँ ट्रिग्नोमेट्रिक भ्यालु नै याद रहँदैन, बिर्सिहाल्छौँ होइन। भनेपछि सजिलो ट्रिक हेरेको छ फिङ्गर ट्रिक्स, जुन हाम्रो हातको जुन 5वटा औँला छन् ती औँलामा मात्र चाहिँ हामी ट्रिग्नोमेट्रिक रेसियोको चाहिँ भ्यालुहरू याद राख्न सक्छौँ है त। अब यो कसरी याद राख्ने भन्दाखेरि चाहिँ म तपाईँहरू यो फिङ्गर ट्रिक बताउन गइरहेको छु। फिङ्गर ट्रिक कस्तो रहेको छ भनेपछि हामी जुन हाम्रो हातका 5वटै औँलाहरू छन् ती औँलाहरूलाई चाहिँ हामीले सबैलाई चाहिँ एङ्गल मानिदिने है त। हातका 5वटै औँलाहरूलाई चाहिँ के मानिदिने, एङ्गल मानिदिने। सो हातका 5वटा एङ्गल मानिदिएपछि म चाहिँ त्यसमा चाहिँ एउटा सानो फर्मुला भन्दछु र त्यो फर्मुलाबाट चाहिँ सजिलै सबैको चाहिँ याद राख्ने है त। सबैको याद राख्न सक्ने ट्रिक। अब सबै भ्यालुहरू याद राख्न झन्झट झ्याउ लाग्छ भने सबभन्दा सजिलो ट्रिक औँलामा मात्र याद राख्ने। एकदमै 2 सेकेन्डमै चाहिँ हामी यो एङ्गलको भ्यालु चाहिँ एङ्गलमा चाहिँ औँलाको चाहिँ बाट चाहिँ हामी 2 सेकेन्डमै चाहिँ त्यो ट्रिग्नोमेट्रिक रेसियोको चाहिँ भ्यालु निकाल्न सक्छौँ। भनेपछि अब ढिला नगरिकन म सुरु गर्छु है त। अब हामी सबभन्दा पहिला चाहिँ यहाँ सबै औँलाहरू छन्, सबै औँलालाई चाहिँ एक एकवटा एङ्गल मान्ने होइन। एक एकवटा चाहिँ के मान्ने, एङ्गल मान्ने। एङ्गल मान्दाखेरि यहाँ 0 डिग्री माने मैले है त। यहाँ चाहिँ मैले के माने, 0 डिग्री माने है। के माने, 0 डिग्री माने। यता चाहिँ मैले 0 डिग्री माने है त। यो मैले यता 0 डिग्री माने, यहाँ मैले 30 डिग्री माने है त। यहाँ मैले 45 डिग्री माने, यहाँ मैले कति माने ल त, यता चाहिँ मैले मानिदिएँ है। अब यो 60 डिग्री माने एन्ड यो 90 डिग्री माने। सबै औँलालाई चाहिँ मैले के मानिदिएँ, औँलाहरूलाई चाहिँ एङ्गल दिइदिएँ मैले। अब मैले साइनको भ्यालु निकाल्नु छ है त। म पहिला साइनको भ्यालु निकाल्छु, फेरि कसको भ्यालु निकाल्छु, फेरि टेनको भ्यालु निकाल्छु। सबैको चाहिँ म भ्यालु निकाल्छु। अब हेर्ने है, साइनको भ्यालु निकाल्नको लागि है त, साइनको भ्यालु निकाल्नको लागि चाहिँ हामी के गर्छौँ त, रुट बिलो फिङ्गर बाई 2 गर्छौँ र साइनको भ्यालु आउँछ यहाँबाट। र म साइनको टेबल बनाउँछु है त। टेबल हेर्नु होला, साइनको भ्यालु निकाल्नको लागि मैले एउटा टेबल बनाइदिएँ। साइनको सबैको भ्यालु निकाल्नु, सबै एङ्गलहरूको भ्यालु निकाल्नु। अब यता चाहिँ हेर्ने है त, यहाँ चाहिँ हामीले एङ्गल भयो, यता चाहिँ हाम्रो रेसियो भयो। रेसियो यो अब साइन छ यता, साइनको भ्यालु निकाल्ने भने साइन 0 डिग्री छ हाम्रो फर्स्टमा, फेरि 30 डिग्री छ, फेरि 45 डिग्री छ, फेरि चाहिँ हाम्रो 60 डिग्री छ, 60 डिग्री छ भनेपछि फेरि लास्ट 90 डिग्री छ। अब यसको भ्यालुहरू याद राख्नुको लागि मैले चाहिँ यो ट्रिक जस्तो भने त्यही गरेँ। अब के होइन, अब एकदमै सिम्पल छ। अब 90 डिग्री पहिला म साइन 0 डिग्रीबाट भ्यालु निकाल्न देखाउँछु। साइन 0 डिग्रीबाट भ्यालु के गर्ने, रुट ओभर। अब यसको तल कतिवटा फिङ्गर छन्, 0 को तल, यो औँलाको तल कतिवटा 0 फिङ्गर छन्। 0 बाई कति गरिदिने त, 0/2 गर्ने। भन्नुको मतलब कति हो, 0 नै हो। सो साइन 0 कति भयो, 0 भयो। त्यस्तै चाहिँ हामी साइन 30 डिग्रीको भ्यालु निकाल्छौँ। साइन 30 डिग्रीको भ्यालु निकाल्नको लागि हामीले के गर्नुपर्ने हुन्छ त, हामीले सेम भन्यो बिलो फिङ्गर। अब यसको तल कतिवटा औँला छन् त, साइन 30 डिग्रीको तल कति औँला पर्यो, साइन 30 डिग्रीको तल एउटा औँला छ भनेपछि यहाँ के मान्ने, एउटामा 1 राख्ने र भ्यालु चाहिँ कति आयो, 1/2 आयो। एकदमै इजी छ नि। अब साइन 45 डिग्रीको भ्यालु राख्छौँ। साइन 45 डिग्रीको भ्यालु, यसको तल कतिवटा आउँछ, 2वटा औँला छन् भनेपछि यहाँ हामी 2 राखिदिउँ, √2 राखिदिउँ, √2 राखिदिउँ भन्नुको। अब योमा चाहिँ अलिकति के गर्नुपर्ने छ, हल्का चाहिँ हिसाब गरे जस्तो गर्नुपर्ने छ है त। अब यसलाई चाहिँ के गरौँ भनेपछि यो √2 छ नि त, डिभाइडेड बाई 2 भनेको पनि के हो त, √2 × √2 हो नि। यो √2 × √2 हो। अब √2 × √2 हो भनेपछि यसले क्यान्सल आउट भयो, कति भयो, 1/√2 बच्यो। साइन 45 डिग्रीको भ्यालु पनि कति भयो, 1/√2 भयो। अब यो याद राख्ने। अब हाम्रो साइन 60 डिग्रीको भ्यालु निकाल्नु पर्यो। हामीले के निकाल्नु पर्यो, साइन 60 डिग्रीको भ्यालु निकाल्नु पर्यो। साइन 60 डिग्रीको भ्यालु निकाल्नुको लागि हामीले के गर्नु पर्यो, सेम फर्मुलामा हामीले याद राख्ने चाहिँ ट्रिक चाहिँ आज हेरौँ है त। ल अब साइन 60 डिग्रीको भ्यालु निकाल्नुको लागि यो तल कतिवटा औँलाहरू छन् त, 3वटा औँलाहरू छन्। 3वटा औँलाहरू छन् भने के राख्ने, सिधै √3/2। अब साइन 60 डिग्रीको भ्यालु कति आयो, √3/2 आयो है त, √3/2 आयो। अब √3/2
अब योभन्दा तल 90 डिग्रीको भ्यालु निकाल्नु पर्यो। 90 डिग्रीको भ्यालु निकाल्नको लागि है त 90 डिग्रीको भ्यालु निकाल्नको लागि के गर्दिने, यसको तल कतिवटा आउला छन्, 4 वटा आउला छन्। 4 वटा आउला छन् भनेपछि यहाँ रुट ओभरमा कति गर्ने, 4 गरिदिने। 4 भयो, 4 को चाहिँ यहाँ 2 भयो, 2/2 2/2 भनेको कति 1 भयो। sin 90 डिग्रीको भ्यालु 1 भयो। अब यस्तै चाहिँ हामी के को गरौँ त, cos को गरौँ। ल हेर एकदम इजी छ नि, cos को गरौँ। cos को गर्नको लागि हामीले यता लेखौँ है त, cos को जम्मै फर्मुलाहरु लेखौँ। अब cos को पनि एउटा सानो फर्मुला छ, सेम उल्टो हो, sin को जस्ट उल्टो छ, मैले फर्मुला बनाएको छु। अब यो फर्मुला चाहिँ कस्तो छ भनेपछि cos को भ्यालु निकाल्नको लागि रुट एबभ फिंगर बाइ 2। हुन त अब सिधै यसको उल्टो गरिदिए पनि हुन्छ हैन, यसको टक्क उल्टो गरिदिए पनि हुन्छ। ल एबभ फिंगर बाइ 2 म चाहिँ यही तरिका बताइदिन्छु पुरा। एबभ फिंगर बाइ 2 यता चाहिँ म सबैमा चाहिँ ल अब sin को भ्यालु चाहिँ लेख्छु है त, sin को भ्यालु निकालेर टेबलमा राखिदिन्छु। ल sin को cos को भ्यालु, sin को त हामीले लेखिसक्यौं। अब cos को भ्यालु यस्तै बुझ्ने, sin 0 डिग्रीको भ्यालु कति हुन्छ त, हेर त sin 0 डिग्री भ्यालु माथि कतिवटा फिंगरहरु छन्, माथि चाहिँ 4 वटा फिंगर छन्, बाइ 2 भनेको चाहिँ कति भयो त 2/2 1 भयो है, 1 भयो। cos 0 डिग्री भ्यालु 1 भयो। त्यसपछि चाहिँ हामी 60 डिग्रीको भ्यालु निकालौं। 60 डिग्रीको भ्यालु निकाल्नु पर्ने हो भनेपछि 60 को भ्यालु निकाल्नको लागि चाहिँ माथि 60 हैन कि 30 डिग्रीको भ्यालु, सरी है 30 डिग्रीको भ्यालु निकाल्नु। अब 30 डिग्रीको भ्यालु निकाल्नको लागि माथि कतिवटा आउँछन् त, माथिवटा कतिवटा आउलाहरु छन्, यहाँ माथि कति हो 3 वटा आउला छन्, 3/2 भनेको रुट 3/2 भ्यालु चाहिँ कति आयो भने चाहिँ रुट 3/2 आइदियो। यो पनि एकदम इजी छ। अब अर्को चाहिँ के राख्ने भनेपछि हामीले अब अरु पनि छ है त, 45 डिग्रीको माथि 2 वटा आउला छन्, 2/2 भनेको कति हो त रुट 2/√2 इन्टु रुट 2 भनेको यसले यो कट्यो 1/√2 बच्यो, यसको भ्यालु 1/√2 भयो है त, यसको भ्यालु 1/√2 भयो। अब यो 1/√2 भयो, यसको भ्यालु के अब 60 डिग्रीको भ्यालु निकाल्नु। 60 डिग्रीको भ्यालु निकाल्नु पनि एकदम इजी छ। 60 डिग्रीको भ्यालु निकाल्नको लागि एकदम इजी छ। माथि कति एउटा औला मात्र छ, एउटा औला मात्र छ भनेपछि एउटा औला भनेको चाहिँ हाम्रो कति भयो 1/2 भयो है त, 1/2 भयो। 90 डिग्रीको भ्यालु निकाल्नको लागि यहाँ माथि कति 0 औला छ, 0/2 भनेको चाहिँ रुट ओभर 0/2 भनेको 0 नै हो, यो 0 भयो। एकदमै इजी छ नि हो। अब हामी के गर्छौं, tan को गर्छौं, tan को निकाल्छौं। र tan को पनि म यतै फर्मुला लेखिदिन्छु है त, सेम फर्मुला हो, यो फर्मुला पनि मैले बनाएको छु है त, एकदमै इजी फर्मुला। ल है त tan को म फर्मुला लेख्छु है त। tan को भ्यालु निकाल्ने फर्मुला भनेको सेम हो। tan भनेको sin बाइ cos, त्यहाँबाट पनि निकाल्न सकिन्छ, बट चाहिँ म यहाँ पनि एउटा फर्मुला बताइदिन्छु है त। ट्रिग्नोमेट्रिक भ्यालुको चाहिँ ट्रिग्नोमेट्रिक रेशियोको चाहिँ भ्यालु निकाल्नको लागि यहाँ के गर्ने त, बिलो फिंगर पुरैमा रुल गरिदिँदा हुन्छ, बिलो फिंगर बाइ एबभ फिंगर गरिदियो है, एबभ फिंगर है त। यहाँ चाहिँ मैले अब एंगलहरु राखे है त, 0 30 45 0 30 45 60 and 90। अब याद राख्ने है त, एकदम इजी छ नि ट्रिक त। ल अब हेर्ने sin tan 0 को भ्यालु निकाल्नको लागि म अब tan 0 को भ्यालु निकाले म यहाँ टेबलमा टक्क राखिदिन्छु। यो एकदमै इजी तरिका हो है, इजी तरिका, तपाईहरुले बुझ्न सक्नुहुन्छ, धेरै सजिलो तरिका, धेरै सजिलो तरिका है त। अब यहाँबाट भ्यालुहरु चाहिँ राख्नु पर्यो। अब भ्यालुहरु कस्तो छ भनेपछि 0 को भ्यालु राख्नु पर्यो। के भनेछ यहाँ फर्मुलामा रुट ओभर भनेछ, रुट ओभर यहाँ तल कतिवटा फिंगर छन्, 0 फिंगर छन् हैन, 0 फिंगर छन्, 0 फिंगर छन्, यता चाहिँ 0 फिंगर छ, माथि चाहिँ कतिवटा फिंगर छन्, 4 वटा फिंगर छन् है त, माथि चाहिँ 4 वटा फिंगर छन् भनेपछि कति भयो यहाँ tan को भ्यालु है, tan 0 को भ्यालु कति हुन्छ, tan
0 को भ्यालु tan 0 को भ्यालु 0 भइहाल्यो है त। अब मैले निकाल्नु पर्ने कति छ, अब कसको भ्यालु निकाल्नु पर्यो त 30 को भ्यालु निकाल्नु पर्यो। अब 30 को भ्यालु निकाल्नको लागि के गर्ने त 30 हेर, अब 30 को भ्यालु तल एउटा मात्र छ डिभाइडेड बाइ माथि चाहिँ तीनटा छन् बाइ 3 छ भनेको चाहिँ 1/√3 भयो कि नै 1/√3 लेख्नु। ट्रिग्नोमेट्रिक रेशियोको भ्यालुहरु याद राख्नु ट्रिक एकदमै सजिलो छ कि नै। अब हामी कति डिग्रीको भ्यालु निकालौं, फेरि 45 डिग्रीको। तल चाहिँ दुईटा फिंगर छन्, माथि यहाँ पनि दुईटा यहाँ पनि दुईटा भन्ने बित्तिकै यो कति आयो 1 आयो हैन। कति भयो भनेपछि यहाँ कस्तो भयो कि 2 ले 2 घट्यो √1 भने 1 नै हो बुझ्ने। ल sin 60 हो tan 60 को भ्यालु निकाल्न तल चाहिँ कतिवटा आउला छन् फिंगर हैन है, तल कति फिंगर छन् तीनटा छन् माथि एउटा मात्र छ। माथि एउटा मात्र छ भनेपछि कति भयो माथि एउटा भनेपछि यहाँ √3 भयो है त, √3 भयो है √3 भयो। अब 90 डिग्रीको भ्यालु निकाल्नु पर्यो हामीले। 90 डिग्रीको भ्यालु निकाल्नको लागि एकदमै इजी छ। 90 डिग्रीको भ्यालु चाहिँ के गर्ने त √ओभर। अब माथि चाहिँ हाम्रो तलको फिंगरहरु कति छन् 4वटा छन् डिभाइडेड बाइ 0 छ। अब भने यहाँ कस्तो पढाएको छौं भनेपछि एनी नम्बर बाइ हैन, यो दुईटा नोट पनि लेख्नु है त। यो मैले अर्को भिडियोमा पनि भनेको थिएँ, पहिलो भिडियोमा पनि मैले भनेको थिएँ यो कुरा। एनी नम्बर बाइ 0 छ भने त्यो चाहिँ हाम्रो अपरिभाषित अथवा इन्फाइनाइट हुन्छ। र एनी नम्बर अपन 0 अपन एनी नम्बर छ भने 0 अपन एनी नम्बर छ भने के हुन्छ त 0 हुन्छ। यो कुरा याद है। यो भनेको चाहिँ हाम्रो कति हो त अपरिभाषित भनेपछि यहाँ हामीले भ्यालु राख्यौं है। यहाँ मैले भ्यालु लेख्न छुटाएको छु, अघि निकालेको भ्यालुहरु यता टक्क राख्यौं है त। 1 1 1 भयो अनि यहाँ √3 भयो यहाँ 0 भयो। ल त एकदमै सजिलो ट्रिक छ नि यो। सजिलो ट्रिक एकदमै महत्त्वपूर्ण एकदमै इम्पोर्टेन्ट धेरै काम लाग्ने ट्रिक हो है। ट्रिग्नोमेट्रिक भ्यालु मैले फिंगरमा मात्र याद राख्ने ट्रिक सिकाइदिए। ल बाँकी भिडियोमा चाहिँ म ट्रिग्नोमेट्रिक क्लास 10 को मोडल क्वेशन